So what's up, hello guys, namaste, welcome to my channel. चौपुरबाट निस्किँदै थिएँ म भर्खर भयो एक्सन क्यामेरा खोलेँ मैले के भयो थाहा छैन तपाईहरुले देखिन्छ होला सायद क्यामेरामा अलिक क्रेजी वाला धुवा आइराछ बन्द गरेको रे सरलाई चोक्नै पर्छ यो चौपुरबाट आउँदै थिएँ म क्यामेरा अट्याच गरेको थिइनँ मैले अब लेट्स सी के हुन्छ जानुभन्दा अगाडि रेकर्ड गरौँ न भन्दा बन्दै गयो अन्त बन्द रहेछ बाइक पनि लिएर जाँदै हैन बाइक पनि जाँदै हैन के को यो बाइक अलिकति ब्याक गर्नु त बेसी गएर मान्छे मेरो भनेछ सरलाईबाट कोही हुनुहुन्छ भने प्लिज लेट मी नो के भएको भनेको न किनकि माहौल खासै ठिक छ जस्तो लागेन मलाई बस्न पनि उचित होइन चोर बाटो हेर्नु पर्यो अर्को चोर बाटो अब यहाँनिरबाट छिर्न सकिन्छ त अनि अगाडिबाट बाटो कति जस्तो लागिरहेको मलाई गाडीहरू पुरै यसरी बसेको छ कहिले पनि यस्तो दङ्गा भयो भने चाहिँ अब म्याटर पनि थाहा छैन केही पनि थाहा छैन कहिले पनि त्यो ठाउँमा बस्नु चाहिँ सेफ हुन्छ जस्तो लाग्दैन कि मलाई त्यही माथि साधन छ आफूसँग भने चाहिँ लास्ट चाहिँ सबभन्दा यो रिक्स नै त्यही नै हुन्छ कि भन्ने क्यामेरा हेर्ने चक्करमा अहिले यो ग्लास खोल्नु चाहिँ लास्टै गाह्रो हुन्छ एक्सन क्यामेरा लगाइसकेपछि त्यही भएर पनि मान्छेहरू सबै घुमेर आएको यतैबाट निस्किन्छ कि जस्तो लागिरहेको मलाई यो बाटो चाहिँ सिधै नवलपुर निस्किन्छ यारे एकचोटि म आएको थिएँ त्यहाँनिर मान्छे चाहिँ एउटा मरेको भन्ने कि बितेको भन्ने केही भए जस्तो छ एकछिन ल चेक गरौँ रेकर्ड चाहिँ भइरहेको छ कि छैन फेरि यत्रो गऱ्यो रेकर्ड भएन भने मजा आउँदैन रेकर्डेड छ रेकर्ड रहेछ यो मान्छेहरूको पछि पछि जान्छ बाटो बिर्स्यो भने घरमा चाहिँ थाहा पाउनु हो भने गाह्रो हुन्छ यो माहौल सुरु भयो कि हार चाहिँ एक्सेप्ट गर्न नसके हो कि जहाँसम्म लाग्छ मलाई गगन थापाको एरिया हो जस्तो लागिरहेको अब एक्ज्याक्टली भन्न सकिँदैन माइट बी पोलिटिकल केही होला एजेन्डाहरू हल्का गरिदिनै पर्यो अब कि त अब कार्यकर्ताहरूलाई कुनै पार्टीको हुन पायो त्यो मात्र नभएर
यहाँबाट चाहिँ सिधै ठ्याक्कै यहीँनिर हो ढुङ्गा निस्केको त्यहाँ देखिरहेछ धुलो लाग्छ यो बाटो यो बाटो पिच अथवा स्ल्याब सरी पिच अथवा स्ल्याब भए कस्तो नाइस हुन्छ होला भन्न नि केही सकेको छैन पेट दुखिरहेको छ के भएको कति टाढा जानुपर्ने हो अझै यो लाइन जहाँसम्म मलाई लाग्छ रेलवेवाला लाइनहरू हो यतापट्टिको कस्तो आरामले चपुरबाट बर्दिवास 1 घन्टाको टाइम सेट गरेर थिएँ मैले पुग्छु भनेर अब कहाँबाट पुग्नु मजा आउँछ यस्तो भयो भने चाहिँ 250 सीसीको पावर अगाडि बाटो छैन होइन बाटो त्यो बाटो त निस्किनै मिल्दैन त्यही बाटो त रोकेको होइन हाइवे जुन त्यही रोक्या भएर हजुर छिर्नु भएन त त्यसकै अगाडि रोक्या छ त्यो बाटो थियो हैन यो बाटो फरक जानु पर्छ यो बाटो यो बाटो ए ओके हो रङ बाटोमा भाइ घुमाउनु ल्याउनु बाइक यसरी बन्द नहुनु पर्ने त्यो दाइको 20 देखेर मलाई मेरो बाइकको याद आयो कताबाट गयो थाहा छैन यताबाट घर निस्किन्छ कि अरे त्यहाँबाट जाउँ नजिकैबाट गयो भने फेरि भेट्यो भने अर्को टेन्सन हुन्छ त्यही माथि क्यामेरा भयो भने फाइदा चाहिँ के छ भन्दाखेरि मेरो चाहिँ पर्सनल रिभ्यू चाहिँ अब झन्नै मैले यो एक्सन क्यामेरा लिएको एक्सन क्यामेरा लिएको डेढ 2 महिना भयो कि तर अब खासै लिएर हिँड्न पाएन नि त मैले अब रेगुलर लिएर हिँडेको भए चाहिँ कम्तीमा पनि 3 दिनमा युट्युबमा हाल्ने खालको एउटा भिडियो केही त के आउँछ जे पाए त्यो हालेर पनि भएन अब अहिले पनि मैले त्यही देखेको भएर अलि अगाडि नै रोकेर एक्सन क्यामेरा चाहिँ माउन्ट गरेँ यो बाटो चाहिँ छ जस्तो लागेन नि मलाई अब बरु त्यसमै थियो होला बाटो त्यो त यही बाटो छिर्यो मैले एउटा लास्ट भिडियो हालेको थिएँ घुङ्गीवाला भिडियो त्यसपछि म कम्तीमा साउन्ड चाहिँ सेटअप गर्छु भनेको थिएँ साउन्ड सेटअप गर्नै पाइनँ दाइ यो बाटो रोड निस्किन्छ यताबाट रोड निस्किनु पर्ने उता बन्द भएर हाइवे हो पाइप थियो तर जानु सिधै जानु हैन हजुर बर्फी गोलबाट सिधै तल झर्ने पिच छ हजुर त्यहाँबाट पिचै पिच डाइरेक्ट महेन्द्र राजमार्ग ल अनि यो क्यामेरा देख्दाखेरि चाहिँ प्राय होटलतिर चाहिँ लास्टै फास्टवाला सर्भिस दिन्छन् क्या अब उनीहरूलाई के हो कसो थाहा छैन अब खत्रै छ झ्यापी दिएको थाहा छैन नि त उनीहरूलाई सब्सक्राइबर्स पनि धेरै भनिकन ए ओके ओके आयो ल अनि त्यसपछि कताबाट लैजाऊँ भाइ यहीँबाट यताबाट निस्किन्छ नि होइन रोड
के भएको बाइकको केही पनि थापिरहेको थिएँ गेरु राखेर बसेको छु मैले यस्तै छ के हुनु म चाहिँ अब रोड निस्किसकेपछि यो यहीँ नै इन्ड गरिदिन्छु किनकि अब कति भयो एक्ज्याक्ट टाइम पनि मैले पुग्न सकिनँ डोमिनार जेम छ नि किनकि अब खासै धेरै अब भिडियो बनाउँदैन योवाला मेन कुरा यही नै थियो चुनाव यो भिडियो म बेलुकामा एनी बेलुका नै हाल्छु यो भिडियो अनि कोही सर्लाहीको छ भने लोकेसन सहित हाल्छु सबैजनाले उ गरिदिनु होला होपफुली अगाडि बाटोमा केही भयो भने त म रेकर्ड नै गर्छु यदि केही भएन भने चाहिँ यो भ्लग यही इन्ड गर्छु पेट्रोल कहीँ पनि छैन आज ग्यास पनि सकेको छ अरे अनि यस्तो छ पक्कै पनि त्यहाँनिर आइरह होला मेरो यही हो सर्लाहीबाट चाहिँ कसैले यो भिडियो हेर्नुभयो भने चाहिँ यो एक्ज्याक्टली भएको चाहिँ के भनिकन कमेन्टमा भनिदिनु होला ल त्यति भन्दै चाहिँ नमस्ते बाई बाई